सत्य फलवाहरी विज्ञान पर्वत यदि विवेक छैन भने जीवन लिन भन्दा ज्ञान लिन कठिन हुन्छ। आफ्नो ज्ञान आफै खोज्ने हो, कसैले खोजिदिँदैनन्। ईश्वर ग्रन्थ भिडियो नम्बर 59। कलियुगको प्रभाव कार्य नै उग्र उदण्ड स्वभाव हुन्छ। कलियुगमा तपाईँ जति नै मानवताको साँचो, नम्र, सुशील, दया, माया, करुणा, शान्ति, अहिंसा, एकता, ज्ञानी, विवेकी, सभ्यता रूपी, भद्र, भलादी, शुद्ध, आहार विहार जस्ता शुभ काम गर्नुहोस्, तर कलिमा मानवता मानिँदैन। तपाईँलाई दोष दिन्छन्, पागल भन्दछन्, यस्तो संज्ञा दिन्छन्। तर तपाईँ उग्र उदण्ड, दम्भ, द्वन्द्व, अशान्ति, युद्ध, हिंसा, झुट, हत्या, हिंसा, चोरी, तहस नहस गर्नुहुन्छ भने कलियुगमा प्रोत्साहन गर्छन्, उक्साउँछन् र मानव भन्छन्। यो कलियुगको प्रोसेस प्रक्रिया हो। विधि विधानले यो हेरेको हुन्छु कि जुन सत्य मानवता के हो, कलियुग यसरी बढिरहेको र ईश्वर आएर 150 पृष्ठ ईश्वर ग्रन्थ, 26 उपदेश, 22वटा सत्य असत्य मानवता टुङ्ग्याउने र 1850 बानीहरू दिएको छु। सबै ब्रह्माण्ड विधिमा तपाईँ ज्ञानीहरू नआत्यो, धैर्य गर, पूर्व सत्य